यसमा किरा कतिको छ कम छ किरा पनि ए ल छ यो राखिदिनु त किरा हो राइन छ नै राइन छैन हेर पनि फेरि रानी कन्फर्म भएन रानी हामी फेरि छैन रानीले त सरिसक्यो अनि किरा छ किरा भएको त्यहाँ राखिदिउँ किरा भएको यसमा राख्नु भन्नु त नि यसमा त्यही त दुईतिरै भान्नु पऱ्यो कति टाइट हो उता पाउँछ एउटा छैन ठुलै हुन्छ कि रानी त देखेको छु अनि मैले देखेको त्यो कालो होइन कि त्यो लामो हुन्छ नि कालो भाले छैन हो त्यहीँ राखेरै पर सारेर अर्को हेर्नु म त लास्टै चुरे कति चुएछ मोइस्चर मोर त टन्नै छ त्यसमा त रानी यति चलाक हुन्छ यता सरिसक्छ कि हेर त्यो चाको चुड्ने भएछ काट्ने कि कौन कुरो ए चुड चाको लाग्यो नि छोड्दैन है यहाँ भिडियो खिच्दिन आइज भनेर आउँदैन जानु ल आउनुहोस् यहाँ देखाउनु त यहाँ मिलेन यहाँ काम गर्नु केही गर्दैन यहाँबाट यहाँ रानी भेटिएन कि हामी त्यहाँ हेरेर जाऊँ केही गर्दैन कि नचलेपछि नचलेपछि केही गर्दैन भइरहेको किरा छ यस्तो रहेछ किरा टन्नै छ भने किरा छ रानी त छैन यस्तो कसै यहाँ छ रानी रानी नहुने र त्यसलाई पनि त्यही राखेर अर्को रानी भएको हामीले फ्याक्टर उता राख्ने हो ल यसो फेस पनि हेरौँ त हामी यहाँ मौरी पर्दैछौँ है मौरी पर्दैछ नि 11 2 11 गराउँदैछौँ यहाँ एक दिने प्रशिक्षार्थी र 15 दिने प्रशिक्षार्थी बिचमा हाम्रो सहकार्य गरेर मको कस्तो कालो मक ल रानी छ यसो खै कहाँ थियो कहाँ ए त्यसलाई ठ्याक्क उता राखिहाल्नु त्यसो ल हामीले रानी भएको कता लाने रानी भएको त उता लाने हो कि उता लाने पनि त्यसैलाई उता लाने यो त कम भयो मौरी कम भयो नि त मौरी त अब यहाँ बाहिर गएका चरेका आउने त्यसैमा जाने हो होइन यहाँ त अझै फ्रेम 5 फ्रेम हाल्नु पर्यो नि अब त टकटक आउँदैन ल यताबाट उडेको त्यहीँ गएको कि मौरी जति यो हालिदिउँ हालिदिनु नजुदाइकन है अलिक ल यता कट लाग्छ 2 4 मौरी त अहिले यताको 6वटा भयो त्यस्तो यहाँ त के हुनु अनि एउटा झिकम न छेउको हुनुभएको हो त हेर्नु रानी आउला के यो हालिदिउँ फालिदिउँ रानी आउला कि यता हेरेर मास्टर है नफाल्नु त्यो राम्रै छ सफा गर्छ यो कालो भएको नि पछि फालौँला साइडमा राखिदिउँ न योसँग अब त्यो ठाउँ राख्नु पर्यो नि त अब त्यो भएन मौरी कसमा धेरै छन् सर यसमा धेरै छन् कि हौ अहिले यो यताको उडेर उतै जान्छ कि यसमा पस्दैन अब गन्धले रानी पनि त्यहीँ छ एक यहाँ पस्नु पुरानो ठाउँमा पनि छ यो सफा गर्ने हो कि आज होइन बिचा राख्ने भन्छ बिचा राख्नु किन त्यही भन्छ त्यसले हो नि त बिचा हाल्यौँ न त्यो उहाला के फेरौँ किन बिचा तानौँ एउटा बिचा राखिदिउँ अरू साइडमा होइन ऊ फेरौँ त्यसलाई त तान्नु मिलेछ त्यो अर्को चाकावाला फेरि पनि ल्याउँथ्यो एउटा आधार चाका भएको ए ल काटेर मिलाउने काट्नु छ काटौँ न यसलाई कटोरा पनि ल्याइदिउँ म निकाल्नै होइन यो काट्दा आउँछ नि बाहिर पस्नु त भयो ए मैले त्यसबाट खाला हात थापेर खाला यहाँ माथि उब्रिएको कि टोपी माथि गरेर खानु न मिल्यो यहाँ त मिल्यो ल खाइहाल कि यो मिलो यति आएन कि यो टाइट रहेछ पसाङ्गिएर कि अझै यहाँ जोड्नु पर्छ ल यसमा छ धेरै पर्नुहोस् अब त्यसलाई बिच्चा राखिदिनु भयो आधार चक्का राखिदिनु होला छेउछाउ एक साइड आधा साइड राखिदिउँ कति हालिदिउँ
यसमा एउटा हालिदियो यसमा यता छेउबाट र उता छेउबाट हालिदिउँ न एकै साइड हालिदिउँ दुईटा यहाँ हाल्दै थप्दै जाम्ला पछि किन किरा बच्चाका त छ नि हेर्नुभयो नि खै लास्टमा हेर त लास्टमा 1 देखि 3 दिनसम्मको घरको कति दिन खानु त्यो त मैले भुलेँ बरु त्यसैमा राखेको एउटा किरावाला त्यो झिक्न मिल्छ भने ल्याउनु स्टार्ट यो किरावाला यो किरा हो न यो हेर्नु त्यहाँ देखिन्छ किरा हो नि यो फेरि रानी आउला टक्कर आइदिउँ न टक्क काम उसलाई राम्रो अनि यो माउको निकालिदिउँ क्या होइन होइन पर्दैन यो निकालिदिउँ ठिक छ ल किरा छ यसमा ल छ माउको निकालिदिउँ उहाँको निकाल्नु केमा राख्ने फेरि हो खाना चाहिन्छ फेरि यसो एउटा निकाल्नु यो निकालिदिउँ यो त्योभन्दा एउटा कम त हुन्न नि हुन्न राम्रो भएको यो अन्त यो नभएकोलाई खाना त चाहिन्छ कि राखिदिने के राख्ने यसमा 5वटा फ्रेममा त्यसमा 5वटा फ्रेम भयो नि रिसर त्यो भएको यो नभएको है साइज त मिलाउनु पर्दैन मिलाउनु पर्यो त्यो जोन नै मिल्दैन ल हात फरक अझै एउटा प्लास्टिक हाल्नु यो काटेर यताको मिलेन त्यसलाई त्यो भिडियो काटेर अर्को सुरु गरौँ त्यो के गर्ने मिलेन कि यता छ र यता चुच्छ